बचाएर राख्नुभयो भने 100-200 भाडा बचेपछि त्यो ठाउँमा सत्सङ्ग कहाँ हुन्छ, त्यो ठाउँमा गयो भने लाखौँ करोडको उन्नति प्रगति हामीलाई पाइन्छ। केद्वारा? शिक्षाद्वारा। हो कि होइन भनेर आज पैसा म चाहिँ यो भन्छु, किनभने पैसाले हामीलाई होइन कि हामीले चाहिँ परमेश्वरलाई चिन्न पर्यो। परमेश्वरलाई चिन्यो भने आज पहिला त पैसा हामीले कति गुमाएको थियो, हाम्रो भएर पनि गुमाएको थियो, अरूलाई लिएर पनि गुमाएको थियो होइन। त्यो धन हामीसँग रहेको थिएन। त्यो समय धन नहुँदा पनि चुहाउँदा पनि हाम्रो उद्धार भएको थिएन। जब आज परमेश्वरलाई चिने, परमेश्वरको शिक्षा वचनमा अगाडि बढे, आज एउटा रोगले चिने थियो भने हाम्रो शरीरमा हरेक रोग निको भयो र घर परिवारमा जुन समयमा शिक्षा वचनको खाँचो थियो, जुन समयमा घर परिवारमा मेलमिलाप थिएन, अनगिन्ती रिस राग घमण्ड थियो भने आज परमेश्वरको शिक्षाले हामीले सबै परिवर्तन गर्नुभएको छ। एक आपसमा मेलमिलाप गराउनु भएको छ, अनगिन्ती परमेश्वरले आशिष दिलाउनु भएको छ। हो कि होइन भन्नु त? त्यही भएर हरेक ठाउँमा पैसा छैन भन्दा पनि आफूले अरू ठाउँमा खर्च गर्ने पैसालाई थोरै जगाएर होइन धेरै ठाउँ हिँड्न नसके पनि मजदुर शिक्षामा, नजिकको शनिबारको शिक्षामा जुट्न जरुरी छ। काम भनेको सधैँ हुन्छ। हामी यहाँ जब 3 घन्टाको समयमा आउँछौँ, अगाडि कस्तो शिक्षा वचन आइरहेको छ, हाम्रो लागि आवश्यक हो भनेर त्यो सुन्न जरुरी छ। र जति पनि हामी 3 घन्टाको समय यहाँ बस्छौँ, त्यहाँ कस्तो शिक्षाको सुन्छौँ, तर त्यो पालना गर्दैन भने पनि फेरि हामी अघिकारी सन्तान पनि बनिँदैन। हो कि होइन त? हामी सुनेपछि पालना गर्नुपर्छ। जब हामीले सुन्छौँ आज गवाई कस्तो आएको छ, शिक्षा कस्तो आएको छ, भोलिको दिनमा आज कुनै ठुलो गवाई आएको छ भने ओहो मेरो यो जीवनमा छैन, मेरो यस्तो हुँदैन भनेर नसोच्नुहोस् होइन। रगत मासु शरीरमा बनेको छ, कतिखेर के हुन्छ कसैलाई थाहा छैन। यो होइन परमेश्वरको सन्तान भएर हालत नआउने होइन, हालत आउन सक्छ, तर त्यो हालतको समयमा शिक्षा वचन गवाईलाई याद गऱ्यो भने उत्तिनेखेरि त्यो हट्न पनि सक्छ क्या। त्यही भएर हामीलाई शिक्षा वचनहरू अगाडि जो पनि आउनुभएको छ, कस्तो शिक्षा वचन आएको छ, गवाई आएको छ, त्यो समय भोलिको दिनमा त्यो गवाई समय हामीलाई हालत आयो भने ओहो यो म्यामले यस्तो गवाई दिनुभएको थियो, उहाँको त निको भयो भने हाम्रो पनि निको हुन्छ। हामी पनि यो के अरे रोगलाई भन्दा पनि हामीले परमेश्वरलाई हेऱ्यो भने त्यो रोग कतिखेर निको भएको हामीलाई थाहै हुँदैन। यहाँ कतिजना सरजी म्यामजीहरू हुनुहुन्छ होइन, हामी स्वयंले भोगेका हो कि पहिला हामी के हुन्थ्यो होला र के हुन्छ होला र मात्र भनेर आएको थियो। जब हामी गयौँ, जब शिक्षा बुझ्दै गयौँ, बल्ल हाम्रो शरीरमा अटोमेटिक हाम्रो थाहै नभइकन हाम्रो शरीरबाट त्यो रोगहरू निस्केर गएपछि हामी आफूलाई विश्वास भएर हो रहेछ भनेर हामी अघि बढेको। हो कि होइन त? हामीले मात्र नभएर अझ जसलाई दुःख बिरामी परेको छ नि उहाँहरूलाई पनि हिँड्नुहोस्, जानुहोस्, हामी त यस्तो थियो, आज परमेश्वरको राज्यमा गएर परमेश्वरलाई चिने, आज परमेश्वरको आशिषद्वारा यस्तो भएको छ भनेर हामी हेरेर सिकाउन पनि सकिन्छ र हामीलाई देखेर उहाँहरू पनि नबने तापनि आउनुहुन्छ कि। त्यही भएर खुसी हुन जरुरी छ। सबैभन्दा हाम्रो के त मनुष्य जीवनमा आफ्नो मन शान्त आनन्द हुनु पऱ्यो कि। हाम्रो श्रीमान घर परिवार छोराछोरी मात्र भएर पनि भएन। हामीलाई हालत परेसानी आयो भने हाम्रो दुःखमा आफू नै राम्रो सुरक्षित छैन, आफू नै स्वास्थ्य छैन भने कसैले पनि के गर्दैन त साथ दिँदैन कि। हिजोको दिनमा कति श्रीमानलाई पीडाउँदा श्रीमतीले कति के अरे दिगदार गरेको थियो होला, थुथु गरेको थियो होला, कतिको श्रीमती बिरामी त श्रीमानले गरेको थियो होला, कतिको छोरा बुहारीले सासू आमा बाउहरूलाई गरेको थियो होला भने आज त्यो समयमा परमेश्वर चिनेर आज परमेश्वर जीवन दिएपछि उहाँहरूले पनि के गर्नुभएको छ त स्याहार सुसार गर्ने योग्य बनाउनु भएको छ नि त। आज उहाँहरूलाई हेर्नु त मरेको ठाउँबाट आज कतिको थला परेको मोर्छ भनेर ट्याग लगाइदिएको पनि आज परमेश्वर जीवित बनाउनु भएको छ नि त। हो कि होइन भने त? हाम्रो घरमा पनि म चाहिँ यति धेरै किन उत्साहित हुन्छु भने जो मेरो जीवनमा र मद्वारा र अरू घर नजिकै ठुलो घटनाहरूद्वारा परमेश्वरको आशिषद्वारा जीवित भएको प्रत्यक्ष आफ्नो आँखाले देखेर झनै आज म उत्साहित हुन्छु। त्यही भएर हामीले सुनेको भन्दा पनि आज आफूले प्र्याक्टिकल गरेको सानै कुरामा प्र्याक्टिकल किन नगरोस्। हामीलाई चाहेको कुरा उतिखेर मिल्यो, परमेश्वरको नाम मिल्यो भने परमेश्वरको नाम लिएर